हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज हामी चाहिँ रेस्पोन्स स्पेक्ट्रम एनालाइसिसको होइन रेस्पोन्स स्पेक्ट्रम फङ्सन हामीले चाहिँ कसरी डिफाइन गर्ने अनि त्यसपछि गएर त्यसमा चाहिँ हामीले लोड केसेसमा रेस्पोन्स स्पेक्ट्रम फङ्सनहरू कसरी एड गर्ने होइन लोड कम्बिनेसनहरू हामीले रेस्पोन्स स्पेक्ट्रमको कसरी बनाउने अनि रेस्पोन्स स्पेक्ट्रम एनालाइसिस गर्दाखेरि हामीले चाहिँ त्यसको स्केल फ्याक्टर चाहिँ हामीले सुरुमा इनिसियल स्केल फ्याक्टर कति राख्ने, त्यसपछि एकचोटि एनालाइज गरेर सकिसकेपछि त्यसमा हामीले फाइनल स्केल फ्याक्टर राखेर कसरी डिजाइन गर्ने होइन एनालाइज गर्ने अनि हामीले चेक्सहरू कसरी गर्ने त्यो सबै कुराहरू आज हामीले चाहिँ आजको क्लासमा हामी सिक्छौँ है। त्यसको लागि हामी फर्स्टमा जाउँ डिफाइन लोड केसेस है, एड न्यू केस अनि यसमा हामीले के गरौँ आरएस एउटा एक्स डिरेक्सनमा युएलएस है, यसलाई चाहिँ यहाँनिर के राख्नु पऱ्यो रेस्पोन्स स्पेक्ट्रम भनेर राख्नु पऱ्यो है। अनि यहाँ एड अब एक्सिलेसन हो यो रेस्पोन्स स्पेक्ट्रम भनेको हाम्रो एक्सिलेसन हो, यसको U1 है, एक्स डिरेक्सनको U1 वाइ डिरेक्सनको U2 हुन्छ। अनि यसलाई हामीले चाहिँ यहाँनिर के गर्नु पऱ्यो त एनबिसी भनेर हामीले फर्स्टमा हामीले के गर्नु पऱ्यो यो रेस्पोन्स स्पेक्ट्रम भन्ने हामीले डिफाइन गर्नुपर्ने हुन्छ है। अब यसको लागि चाहिँ हामी कहाँ जाउँ भने डिफाइन है अनि यहाँनिर गएर फङ्सन्स भन्ने चाहिँ यहाँनिर रेस्पोन्स स्पेक्ट्रम है। अब यसलाई अहिले म चाहिँ डिलिट गरिदिन्छु होइन। एड न्यू फङ्सनमा हामी जाउँ है, एड न्यू फङ्सन यहाँनिर हामी चाहिँ यहाँबाट हामी के गरौँ भने यहाँनिर फ्रम फाइल भन्ने छ नि, यो फ्रम फाइल भन्ने गरौँ है। अनि यसमा हामीले चाहिँ के गरौँ भने एड न्यू फङ्सन गरौँ है। अनि यसमा चाहिँ हामीले के गरौँ भने रेस्पोन्स स्पेक्ट्रम होइन आरएस एनबिसी 105 भनेर लेखौँ। त्यसपछि हामी के गरौँ भन्दाखेरि यो जुन हाम्रो रेस्पोन्स स्पेक्ट्रम भन्ने हुन्छ यसलाई हामीले चाहिँ फाइलबाट हामीले लिएर आउँ है। अब यो हामीले म्यानुअली हामीले राख्न पनि सकिन्छ होइन, तर यसलाई हामीले के गरौँ भने जुन फाइल भनेर हामीले गऱ्यौँ नि त्यो फाइल हामीले के गरौँ त लिएर आउँ है त। अब हामीसँग चाहिँ सोइल टाइप एबिसिडी भन्ने यसरी फाइलहरू छ यहाँनिर होइन, सोइल टाइप एबिसिडी भन्ने फाइलहरू छ। यो फाइलहरूको लिङ्क चाहिँ म डिस्क्रिप्सनमा पनि राखिदिन्छु होइन। अब अहिलेको लागि हामीले हेर्न लागेको साइट भनेको साइट बी हो होइन, त्यही भएर म के गर्छु यो साइट बीलाई मैले सेलेक्ट गर्छु है त। यसरी मैले साइट बीलाई सेलेक्ट गरेपछि यो के आयो त यसको चाहिँ साइट बीको रेस्पोन्स स्पेक्ट्रम यहाँनिर आयो है। अब यसलाई चाहिँ युजर कन्भर्ट टु युजर डिफाइन गऱ्यो भने के हुन्छ भने यो चाहिँ हाम्रो फाइल ट्रान्सफर कतै हामीले ट्रान्सफर गर्नु पऱ्यो भने यो जुन हाम्रो रेस्पोन्स स्पेक्ट्रम जुन हामीले बनायो नि यो फङ्सन पनि सँगसँगै ट्रान्सफर हुन्छ, किन भन्दा यो फाइलसँग अब यो एसोसिएटेड छैन है त। हामीले यसलाई के गरौँ युजर डिफाइन बनायौँ, यसलाई ओके गरौँ अनि ओके गरिसकेपछि यहाँ पनि हामीले के गरौँ त ओके गरौँ है। अब हामी जाउँ डिफाइनमा अनि बल्ल लोड केसेसमा जाउँ अनि त्यसपछि एड न्यू केस गरौँ है। अनि यहाँनिर आरएस एक्स होइन युएलएस अनि यहाँनिर अब हामीले के गर्नु पऱ्यो रेस्पोन्स स्पेक्ट्रम गर्नु पऱ्यो है। अनि एड अनि त्यसपछि यो त्यही नै भइहाल्यो। यहाँनिर अब हामीले के गर्नु पऱ्यो अघि हामीले जुन डिफाइन गरेको छ त्यसलाई हामीले सेलेक्ट गर्नु पऱ्यो। अब स्केल फ्याक्टर भनेको के हुन्छ भने यसको लागि हामी जाउँ अब एक्सेल सिटमा है त। अब एक्सेल सिटमा हामीले हेऱ्यौँ भने यहाँनिर इनिसियल स्केल फ्याक्टर आरएस युएलएसको लागि होइन, युएलएसको लागि चाहिँ हाम्रो के छ जेडआइजी बाई होइन यो डक्टिलिटी फ्याक्टर इन्टु ओभरस्टेन्ड फ्याक्टर है। अल्टिमेट लिमिट स्टेटको लागि चाहिँ हाम्रो डक्टिलिटी फ्याक्टर र ओभरस्टेन्ड फ्याक्टर जति हुन्छ त्यसले चाहिँ हामीले डिभाइड गऱ्यो भने के आउँछ हाम्रो आरएस एक्स डिरेक्सनमा अथवा आरएस वाइ डिरेक्सनमा युएलएसको लागि हाम्रो के आउँछ त भन्दाखेरि यो स्केल फ्याक्टर आउँछ है, इनिसियल स्केल फ्याक्टर। त्यस्तै गरेर एसएलएसमा हामीले हेऱ्यौँ भने सेम अरू केही फरक छैन होइन, 0.2 इन्टु जेड इन्टु आई इन्टु जी बाई यो चाहिँ के त सर्भिसिबिलिटी लिमिट स्टेटको चाहिँ ओभरस्टेन्ड फ्याक्टरले हामीले डिभाइड गऱ्यो भने हाम्रो के आउँछ यो आरएस एसएलएस आउँछ है त। पछि फाइनल स्केल फ्याक्टरले हामीले के गर्नुपर्ने हुन्छ भन्दाखेरि जुन इनिसियल स्केल फ्याक्टर जुन हाम्रो आएको छ त्यो इनिसियल स्केल फ्याक्टरलाई होइन हामीले चाहिँ भी बाई भिआर जुन हाम्रो इक्यू एक्स डिरेक्सनको जुन बेस सियर छ होइन त्यसलाई चाहिँ रेस्पोन्स स्पेक्ट्रम एक्स डिरेक्सनको हाम्रो बेस सियरले हामीले डिभाइड गरेर होइन त्यो इनिसियल स्केल फ्याक्टरसँग हामीले मल्टिप्लाई गऱ्यो भने के हुन्छ त हाम्रो फाइनल स्केल फ्याक्टर आउँछ। यो कुराहरू पनि हामीले हेरौँ है त। अब हामी के गरौँ भने अब हामी जाउँ यहाँनिर जाउँ है त। अब यहाँनिर हामीले के गर्नु पऱ्यो त भन्दाखेरि आरएस एक्स युएलएसमा हामीले के गर्नु पऱ्यो इन्टु 0.3 जेड भनेको 0.3 इन्टु आई भनेको 1.25 इम्पोर्टेन्स फ्याक्टर है, जेडआइजी भनेको त्यही भइहाल्यो डिभाइड बाई के गर्नु पऱ्यो त 4 यो भनेको डक्टिलिटी फ्याक्टर भयो इन्टु ओभरस्टेन्ड फ्याक्टर भनेको हाम्रो कति हुन्छ 1.5 हुन्छ मोमेन्ट रेजिस्टिङ फ्रेमको लागि है। ल अब यो यति गरिसकेपछि हाम्रो के भयो त यो स्केल फ्याक्टर आयो है। अब यसमा डायफ्राम सेन्सिटिभिटी हामीले चाहिँ 0.1 राख्नुपर्ने हुन्छ है। अनि ओके है त। त्यस्तै गरी चाहिँ हामीले एड अ कपी अफ केस गरौँ है, एड अ कपी अफ केस गरौँ अनि यसलाई चाहिँ हामीले के गरौँ त आरएसवाई राखौँ
खालि हाम्रो एक्सिलरेसनको डिरेक्सन मात्रै चेन्ज हुन्छ हैन। यो चाहिँ जुन हाम्रो u1 छ यसलाई हामीले अब के गर्नु पर्यो u2 बनाउनु पर्यो, अरु कुराहरु सेम नै है, स्केल फ्याक्टर त्यही नै हुने भयो। ओके, त्यस्तै गरी अब फेरि हामीले चाहिँ एड न्यू केस गरौँ है। यसमा फेरि RSX हैन SLS अनि यो चाहिँ फेरि रेस्पोन्स स्पेक्ट्रम भयो है। यहाँनिर गएर एड अनि यो u1 नै भयो, यहाँनिर गएर यो राख्नु पर्यो अनि यहाँनिर के राख्नु पर्यो त फेरि 0.2 इन्टु 0.2 इन्टु हैन 0.3 इन्टु 1.25 इन्टु g है, 0.2 इन्टु ZIG बाई के त ओमएस हैन। ओमएस भनेको ओभर स्ट्रेन्थ फ्याक्टर चाहिँ के को भन्दाखेरि सर्भिसिबिलिटी लिमिट स्टेटको, यसलाई चाहिँ डिभाइड बाई 1.25 हुन्छ है। यो चाहिँ हाम्रो कोडमै छ है। यति गरिसकेपछि हाम्रो के आयो त यो इनिशियल स्केल फ्याक्टर के को लागि आयो SLS को लागि। यसलाई पनि हामीले के गरौँ 0.1 राखौँ है, 0.1। ओके ओके, त्यस्तै गरी यसको पनि हामीले के गर्नु पर्यो एड अ कपी अफ केस बनाउनु पर्यो अनि यसलाई चाहिँ वाइ डिरेक्सनमा हामीले राख्नु पर्यो। वाइ डिरेक्सनमा यो के भयो त यो भयो अनि यो सेम अरु केही चेन्ज गर्नु पर्दैन, खाली यसलाई u2 बनाऊ हामीले अनि ओके है। यति गरिसकेपछि हाम्रो के भयो त लोड केसेस हामीले डिफाइन गर्यौं है। अब हामी डिफाइन कम्बिनेसनहरुतिर जाउँ है। डिफाइन लोड कम्बिनेसनमा अब यहाँनिर अलरेडी हाम्रो एड भइसकेको छ हैन। यसलाई चाहिँ सिम्पली चाहिँ म के गर्छु भने जस्तो यहाँनिर जति पनि हामीले लोड प्याटर्नहरु हामीले एड गर्यौं, जस्तो यहाँनिर हामीले लोड प्याटर्नहरु डिफाइनमा गएर हामीले हेर्यौं भने लोड प्याटर्नमा हामीले एड गरेको लोड प्याटर्नहरु चाहिँ जस्तो के गरेका थियौं भन्दाखेरि ट्याङ्क गरेका थियौं हैन। अनि त्यसपछि गएर हामीले अर्थ प्रेसर भनेर गरेका थियौं। यो लोड प्याटर्नहरु चाहिँ हामीले उताबाट जुन मोडेल फाइललाई जुन इम्पोर्ट गर्यो त्यो मोडेल फाइलमा यो यदि छैन भने हैन त्यसमा हामीले के गर्नुपर्छ डिफाइनमा गएर लोड कम्बिनेसनमा गएर प्रत्येक लोड कम्बिनेसनहरुमा हामीले त्यो कुराहरु एड गर्नु। जस्तो यहाँनिर मैले मोडिफाई सो कम्बो गरे भने यहाँनिर अर्थ प्रेसर पनि अहिले छ हैन अनि गएर हाम्रो ट्याङ्क लाइफ पनि छ नि हैन। यो दुईटा नभएको केसमा हामीले के गर्नु पर्यो यहाँ गएर यसरी एड गर्नु पर्यो ट्याङ्क लाइफ है। यो ट्याङ्क लाइफ गर्ने अनि यसको स्केल फ्याक्टर कति यो लाइभ लोड हो त्यही भएर यसको स्केल फ्याक्टर 1.5 हुन्छ। त्यस्तै गरी एड गर्ने अनि फेरि अर्थ प्रेसरलाई पनि हामीले के गर्ने डेड लोडको रूपमा हामीले लगाउने। यस्तै गरी सबैमा हामीले के गर्नु पर्यो त भन्दाखेरि यो सबै लोडहरु एड गर्नु पर्यो। यसमा पनि जुन हाम्रो लोड प्याटर्नमा हामीले जति एड गरे पछिबाट त्यो सबै कुराहरु लोड कम्बिनेसनमा पनि एड गर्दै जानु पर्यो। जस्तो यहाँनिर मोडिफाई सो कम्बो गरेर हेर्यो भने यहाँ पनि अर्थ र ट्याङ्क लाइफ छ नि। यो कुराहरु के भयो त भन्दाखेरि उताबाट एड भएर आयो है। हामीले चाहिँ एड गर्यौं, यो काम चाहिँ हामीले गर्नुपर्ने हुन्छ है। त्यस्तै गरी अब हामीले बनाउँदाखेरि जुन यो हाम्रो रेस्पोन्स स्पेक्ट्रम एक्स डिरेक्सन र वाइ डिरेक्सन छ हैन, यसलाई पनि हामीले के गरौँ भने ULS SLS पनि गरौँ है। जस्तो यो चाहिँ हाम्रो के हो भन्दाखेरि यहाँनिर गएर हामीले हेर्यो भने यहाँनिर यो के छ भन्दाखेरि ULS छ भनेपछि यसलाई म के गर्छु EQX ULS गर्छु है। EQX ULS गर्छु अनि ओके है त यो त्यो भयो। यसलाई पनि म के गर्छु त मोडिफाई यो सबैलाई ULS र SLS बनाउनु पर्छ है। ULS ओके यो सबै हाम्रो के हो त ULS हो है। यसमा हाम्रो अर्थक्वेक चाहिँ ULS मा छ है। ओके ल अब यहाँनिर हामीले हेरौँ यो चाहिँ ULS मा हामीले बनायो भने यस्तै गरेर हामीले के गर्नु पर्यो SLS मा पनि बनाउनु पर्यो है। यसको लागि म फेरि के गर्छु एड अ कपी अफ कम्बोमा जान्छु अथवा चाहिँ कुनै एउटाको गरौँ न है। यसको भएन भने यसलाई चाहिँ यसको ट्राई गर्दा पनि हुन्छ। एड अ कपी अफ कम्बो यहाँ पनि आएन हैन, कुनै एउटाको आउँछ है त्यो ट्राई गर्दा हुन्छ है त। नभए अब त्यो डेड लोड लाइभ लोड यो केही फरक पर्दैन, आफै लेखे पनि हुन्छ। जस्तो यहाँनिर मैले यसलाई एड अ कपी अफ कम्बो गरेँ भने डेड लोड प्लस अनि यो के हो त प्लस EQX SLS हो हैन। यसरी हामीले एड गर्न मिल्छ है त। अब यहाँनिर अरु केही कुरा एड गर्नु पर्दैन, जस्ट हामीले यहाँ EQ ULS को ठाउँमा हामीले के गर्नु पर्यो त SLS गर्नु पर्यो। SLS है EQX SLS भन्ने छ यसलाई एड गर्नु पर्यो अनि यहाँनिर जुन माइनस भन्ने छ यसलाई चाहिँ म के गर्छु त प्लस गर्छु है। यो हटाइदिन्छु अनि ओके। सिमिलरली मैले के गर्छु सबै SLS र ULS को मैले बनाउँछु है त। अब यसै गरी हामीले चाहिँ जुन लोड कम्बिनेसनहरु EQX SLS र EQX ULS अनि EQY SLS र EQY SLS को हामीले जुन लोड कम्बिनेसनहरु बनायो त्यसै गरी चाहिँ हामीले RSX र Y को पनि हामीले बनाउनु पर्ने हुन्छ है त। RSX को हामीले बनायो भने के हुन्छ त भन्दाखेरि यसलाई चाहिँ मोडिफाई सो फेरि सेम है। यसलाई म चाहिँ यसलाई जस्ट मोडिफाई गर्छु अनि अरु चाहिँ एड गर्छु है त। यसको रेस्पोन्स स्पेक्ट्रम को चाहिँ हामीले माइनस डिरेक्सनमा लिनु पर्दैन है। यो किन भन्दा यो एक्सिलरेसन हो, यो चाहिँ के हुन्छ एउटै मात्रै डिरेक्सनमा लिँदा हुन्छ, त्यही भएर हामीले प्लस मात्रै लिन्छौँ है त। RSX ULS RSY ULS RSX SLS RSX RSY SLS तर प्लस डिरेक्सनमा पोजिटिभ डिरेक्सनमा हामी लिन्छौँ है त। यसलाई चाहिँ
यो गरौँ मोडिफाई सो कम्बोमा हामीले हेरौँ यहाँ गएर यो चाहिँ के हो त भन्दाखेरि युएलएस गर्छु है मैले युएलएस है त। अनि यहाँ गएर पनि के गर्नु पर्यो त यहाँनिर गएर हामीले एड गर्नु पर्यो। जस्तो यहाँनिर छैन नि हैन यहाँनिर हाम्रो आरएसएक्स छैन भनेपछि यहाँनिर के गर्नु पर्यो एड गर्नु पर्यो अनि यहाँनिर हामीले आरएसएक्स युएलएस गर्नु पर्यो है। यसको स्केल फ्याक्टर 1 नै भयो ओके। त्यस्तै गरी यसलाई पनि मोडिफाई है अनि आरएसवाई यो के हो युएलएस हो यसलाई पनि यहाँ जाउँ है एड गरौँ अनि त्यसपछि यहाँनिर आरएसवाई युएलएस गरौँ है। यसको यही नै भइहाल्यो ओके। त्यस्तै गरेर फेरि हामीले के गरौँ एड अ कपी अफ कम्बो गरौँ है। यसलाई चाहिँ एसएलएस गरौँ एसएलएस गरौँ हैन आरएसवाई एसएलएस भयो। यसलाई चाहिँ यहाँ गएर आरएसवाई एसएलएस राखिदिउँ है ओके। त्यस्तै गरी फेरि आरएसएक्स को पनि एड अ कपी गरिदिउँ हैन यसलाई पनि हामीले एसएलएस गरौँ अनि यहाँनिर गएर हामीले के गरौँ त भन्दाखेरि आरएसएक्स युएलएस को ठाउँमा आरएसएक्स एसएलएस गरौँ अनि ओके गरौँ। यति गरिसकेपछि हाम्रो के भयो त लोड कम्बिनेसनहरू हाम्रो भयो। यसमा एउटा हामीले यो एनभेलप भनेर एउटा लोड कम्बिनेसन एक्स्ट्रा बनाउनु पर्ने हुन्छ हैन किन भन्दाखेरि हामीले चाहिँ एनालाइज गर्दाखेरि सबै लोड कम्बिनेसनहरूको चाहिँ कम्बाइन्ड इफेक्ट चाहिँ मध्ये सबैभन्दा हाइएस्ट इफेक्ट जसले पाइरहेको हुन्छ त्यसको चाहिँ रिजल्ट हामीले चाहिँ इन्टरप्रेट गर्ने हो हैन। त्यो भएर हामीले एनभेलप पनि डिफाइन गर्नुपर्ने हुन्छ है। यो चाहिँ एनभेलपमा हामीले हेऱ्यो भने यहाँनिर सबै जति पनि हामीले लोड कम्बिनेसनहरू हामीले बनायो भने यो सबै लोड कम्बिनेसनहरू त्यसरी यहाँनिर हामीले आरएसएक्स युएलएस यो भयो हैन। त्यस्तै गरी यहाँनिर अब छुटेको छ भने त्यो पनि एड गर्नु पर्यो। यहाँनिर हाम्रो के छ युएलएस मात्रै छ यसमा एड गर्दै जाउँ है एड गरौँ एसएलएस पनि एड गर्दै जाउँ है यो एसएलएस है। फेरि यो प्रोसेस पनि म के गर्छु सबै एड गर्दै जान्छु है त ल। यसरी चाहिँ यहाँनिर हामीले हेऱ्यौँ भने सबै के छ त भन्दाखेरि यो डेड लोड लाइभ लोड भयो अनि इक्युएक्स एसएलएस प्लस माइनस डिरेक्सनमा हैन अनि इक्युवाई एसएलएस प्लस माइनस डिरेक्सनमा इक्युएक्स युएलएस प्लस माइनस इक्युवाई युएलएस प्लस माइनस। त्यस्तै गरेर आरएसएक्स युएलएस आरएसएक्स एसएलएस आरएसवाई युएलएस आरएसवाई एसएलएस गरेर हामीले के गर्यौँ त यो चाहिँ एनभेलप पनि हामीले बनायौँ है। यति गरिसकेपछि हाम्रो लोड कम्बिनेसनहरू पुरा भयो अनि यसलाई हामी ओके गरौँ है। यति गरिसके पछाडि अब हाम्रो यहाँनिर हामीले चाहिँ हाम्रो स्ल्याबहरूलाई हामीले डायफ्राम असाइन गरेको छौँ कि छैनौँ त्यो एकचोटि हेरौँ है। असाइन डिफाइनमा जाउँ पहिला डिफाइन अनि डायफ्राम्स है। यहाँनिर D1 D2 D3 D4 D5 भनेर हामीले यसरी के गर्यौँ त भन्दाखेरि जतिवटा हाम्रो स्टोरी छ 1 2 3 4 5 स्टोरीको लागि 5वटा डायफ्राम हामीले असाइन गऱ्यौँ होइन। यो डायफ्राम असाइन गर्नुको लागि चाहिँ एड न्यू डायफ्राम गरेर अनि यहाँनिर के गर्ने त डायफ्रामको नाम लेख्ने अनि ओके गर्ने त्यति गरेपछि भइहाल्छ यो होइन। यो गरेर हामीले ओके गरिसकेपछि यहाँनिर हामी जाउँ फर्स्टमा जस्तो यसलाई हामी के गरौँ भन्दाखेरि असाइन है जोइन्ट अनि डायफ्राम्स है। यसको नाम चाहिँ D5 हामीले राखौँ एप्लाई है। त्यस्तै गरी योभन्दा तल्लो स्टोरीको लागि हामी जाउँ यहाँनिर जाउँ है अनि हामी के गरौँ त भन्दाखेरि यसलाई चाहिँ D4 अप्लाई है। त्यस्तै गरी योभन्दा तलको लागि चाहिँ D3 अप्लाई हैन। यो अलरेडी असाइन भइसकेको रहेछ हैन। यसको लागि चाहिँ हामीले के गर्नु पर्यो असाइन जोइन्ट डायफ्राम्स है D3 अप्लाई। त्यस्तै गरी यो चाहिँ D1 हो है। सबैमा हामीले के गर्नु पर्यो त यसरी डायफ्रामहरू असाइन है। ल यति गरिसकेपछि अब हामी जाउँ एकचोटि यो मोडललाई चाहिँ के गरौँ त भन्दाखेरि एनालाइसिस गर्नुभन्दा अगाडि चेक गरौँ है एनालाइज है। अब यो चेक मोडलमा हामी जाउँ अनि सबैलाई सेलेक्ट डिसेलेक्ट अल गरौँ हैन अनि ओके ओके। ल यसमा कुनै पनि एरर्सहरू छैन। अब एकचोटि यसलाई एनालाइज गर्ने हेरौँ है। ल अब यो चाहिँ हाम्रो के भयो त एनालाइज भयो हैन। अब एनालाइज भइसकेपछि यहाँनिर हामीले एउटा कुरा अब एकचोटि हामीले चेक गरौँ है डिस्प्लेमा जाउँ है अनि यहाँनिर सो टेबल्स गरौँ है त। डिस्प्लेमा गएर सो टेबल्स गरिसकेपछि जुन हामीले अघि इनिसियल स्केल फ्याक्टर भनेर राखेको थियौँ नि हैन आरएसवाई आरएसएक्स आरएसवाईको त्यो पनि अब हामीले के गर्नुपर्छ त्यसलाई फाइनल स्केल फ्याक्टर हामीले राख्नुपर्ने हुन्छ। किन भन्दाखेरि यसमा हाम्रो हेऱ्यौँ भने यहाँनिर एउटा त हामीले हेरौँ यो मोडल पार्टिसिपेटिङ मास रेसियोज हेरौँ हैन। यसमा अब हाम्रो 90% मास चाहिँ जुन हाम्रो नम्बर अफ मोड्स हामीले डिफाइन गरेको थियो डिफल्टमा 12 हुन्छ हैन। त्यो 12 मोडमा जाँदाखेरि हाम्रो 90% मास पार्टिसिपेट भएको छ कि छैन त्यो पनि हामीले हेरौँ हैन। अनि हामीले के पनि हेरौँ भन्दाखेरि यहाँनिर गएर हामीले यो बेस रिएक्सन्स पनि हामीले हेरौँ है। बेस रिएक्सन्समा हामीले हेरौँ यहाँनिर गएर
अब जस्तो यहाँनिर फर्स्टमा हामीले हेरौँ यहाँनिर मोडल पार्टिसिपेटिङ मास रेसियोज है। यसमा हामीले हेऱ्यौँ भने अब यहाँ तलपट्टि हामीले गएर हेऱ्यौँ भने जस्तो यहाँ सम युएक्स र युआई भन्ने छ, यसमा जम्मा 70% मात्रै कटेको छ, अझै हाम्रो 90% कटेको छैन भनेपछि हाम्रो नम्बर अफ मोड्स हाम्रो पुगेन भन्ने हामीलाई थाहा भयो होइन। अब हामीले के गर्नु पर्यो त, नम्बर अफ मोड्स हामीले बढाउनु पर्यो। यहाँनिर हाम्रो मोडल पार्टिसिपेटिङ मास रेसियोजमा हामीले 90% मास पार्टिसिपेट गराउनको लागि एउटा त त्यो चेन्ज गर्नु पर्यो होइन। अर्को कुरा चाहिँ हामीले के हेर्नु पर्यो भन्दाखेरि यहाँनिर गएर बेस रिएक्सन्स हामीले हेर्नु पर्यो। बेस रिएक्सन्समा हामीले हेऱ्यौँ भने अब यहाँनिर जस्तो यसलाई म के गर्छु भने फिल्टर गर्छु है। यसलाई म के गर्छु भन्दाखेरि यहाँनिर EQX ULS SLS होइन यो सबै है, त्यस्तै गरी RSX को पनि SLS ULS यो सबै म के गर्छु एप्लाई मल्टिपल गर्छु है। अब यहाँनिर हामीले हेऱ्यौँ भने यहाँनिर के देखिएको छ भन्दाखेरि EQX ULS मा हाम्रो कति छ 3236.0 यति छ हो। त्यसै गरेर Y र EQX र EQY को त सेम नै हुन्छ है। SLS मा पनि सेम नै छ। SLS मा हामीले हेऱ्यौँ भने यहाँनिर EQX SLS र EQY SLS पनि हाम्रो सेम नै छ। तर हाम्रो RSX ULS हामीले हेऱ्यौँ भने EQX ULS चाहिँ हाम्रो के छ त RSX ULS भन्दा हाम्रो बढी छ। भनेपछि अब हामीले के गर्नु पर्यो भन्दाखेरि जुन हाम्रो इनिशियल स्केल फ्याक्टर थियो त्यसलाई हामीले केले मल्टिप्लाई गर्नु पर्यो त भन्दाखेरि यो FX यो जुन हाम्रो EQX ULS को जुन V छ यो V लाई हामीले RSX ULS को V ले डिभाइड गरेर हैन अनि हामीले के गर्नु पर्यो त त्यो पहिलाको इनिशियल स्केल फ्याक्टरसँग मल्टिप्लाई गरे भने हाम्रो के हुन्छ त फाइनल स्केल फ्याक्टर हाम्रो आउँछ है। भनेपछि अब हामीले यो सबै कुराहरु हामीले के गरौँ यो एक्सेल सिटमा हामीले परफर्म गरौँ है। अब हामी यसको टेबल हेरौँ है त। टेबलमा गएर हामीले हेरौँ के त भन्दाखेरि स्ट्रक्चर आउटपुटमा जाउँ, एउटा बेस रिएक्सन हेरौँ हैन, अर्को चाहिँ मोडल इन्फर्मेसन हेरौँ है त। यो दुईटा हेरौँ ओके। अब यसमा जुन हाम्रो यो बेस रिएक्सन छ यसमा हामीले चाहिँ के गरौँ भन्दाखेरि जुन हाम्रो यो आउटपुट केस छ यसलाई हामीले यो सिस्मिक लोडहरुमा मात्रै चेक गरौँ है। एप्लाई मल्टिपल फिल्टर हैन ल। अब यसमा हामीले हेर्यौं भने यहाँनिर के देखिएको छ भन्दाखेरि यो हामीले टिप्दै जाउँ है त। EQX ULS मा हाम्रो जुन VP हाम्रो कति आएको छ 3550.972 आछ है। मैले यसलाई के गर्छु कपी गर्छु है त। EQX ULS मा हाम्रो बेस शेयर हाम्रो कति आएको छ त 3550.9772 छ। मैले यसलाई यहाँनिर टिपे है त। यो भनेको हाम्रो कति आछ 80 आएको छ है। यो पोजिटिभ नै हुन्छ, यसलाई नेगेटिभलाई डिलिट गर्ने है त। यो भयो। त्यसै गरेर यसमा RS जुन RSX को ठाउँमा लेखेको छु किन भन्दा यसलाई हामीले चाहिँ अहिले जुन हाम्रो VB यसलाई मैले यहाँनिर VB लेख्छु हैन VB अनि यहाँनिर मैले के गर्छु भने VR लेख्छु है VR लेख्छु है त। ल VB र VR लेखेपछि सायद क्लियर होला है त। अब हाम्रो यो चाहिँ RSX ULS को लागि VB र VR हामीलाई चाहियो, RSY को लागि पनि चाहियो हैन, RSX SLS को लागि पनि चाहियो, RSY SLS को लागि पनि चाहियो है। अब यो VB by VR को भ्यालु भनेको हाम्रो के हुन्छ त स्केल फ्याक्टर हुन्छ। VB by VR को भ्यालुले हामीले जुन यो इनिशियल स्केल फ्याक्टर थियो त्यसलाई हामीले मल्टिप्लाई गरे भने के हुन्छ हाम्रो फाइनल स्केल फ्याक्टर हुन्छ है त। अब अहिले मेरो VB भनेको कति छ यति छ है त। अब हामी यहाँ जाउँ, जस्तो यहाँनिर EQX यो भयो हैन। अब त्यस्तै गरी EQY भनेको पनि कति छ त्यही नै छ, सेम नै छ है। म त्यही नै कपी गर्छु। त्यस्तै गरी EQX SLS भनेको हाम्रो यति छ, कन्ट्रोल C मैले यसलाई कपी गरे। EQY पनि त्यति नै हुन्छ। EQY मा हामीले हेर्यौ भने पनि EQY SLS पनि सेम नै छ है, यो सेम नै हुन्छ। यो हामी कपी गर्छौँ है त। अब यहाँनिर हामी जाउँ, यो चाहिँ के हो त यसमा यहाँनिर हाम्रो के भयो यो भ्यालु दुवैको लागि हाम्रो के भयो त बेस शेयरको भ्यालु EQX र EQY को बेस शेयरको भ्यालु है। यो चाहिँ हाम्रो अब यहाँ भयो हैन। त्यस्तै गरी यो चाहिँ यहाँनिर भयो है त। ल यो EQX को भ्यालु चाहिँ यो EQX र EQY को भ्यालु SLS र ULS मा चाहिँ हाम्रो बेस शेयरको भ्यालु यो भयो है। त्यस्तै गरी हाम्रो चाहिँ के त भन्दाखेरि यो रेस्पोन्स स्पेक्ट्रम जुन RS छ नि यो RS को भ्यालु हामीले यहाँनिर लेख्छौँ है। यो चाहिँ EQ को भ्यालु, यो चाहिँ RS को भ्यालु हामीले यहाँनिर लेख्छौँ है। अब RS को हाम्रो X डिरेक्सनमा SLS र ULS मा दुवै हेरौँ है त। अब हामी जाउँ यहाँनिर RSX ULS मा कति छ हाम्रो यति छ, यसलाई कपी गरौँ है। RSX ULS मा हाम्रो यो भयो। त्यस्तै गरी RSX SLS अथवा RSY ULS को भ्यालु हेरौँ। RSY ULS को भ्यालु कति छ यो छ, यो पनि हामीले यहाँनिर RSY ULS मा यहाँनिर राखौँ है। त्यस्तै गरी RSX SLS मा हामीले हेरौँ। RSX SLS मा यहाँनिर छ, यो भयो है। त्यस्तै गरी RSY SLS को पनि हामीले हेरौँ।
RSYSLS को भ्यालु यहाँनिर छ है त। ल यो भ्यालुजहरु भनेको हाम्रो के हो त VB र VR को भ्यालु है। अब यसमा हामीले के गर्नुपर्छ त भन्दाखेरि यसको हामीले VB by VR गरौँ है इज इक्वल्स टु VB डिभाइडेड बाइ VR गर्दा हाम्रो कति आयो यदि आयो यसलाई म के गर्छु यहाँ गर्छु है। अब जुन हाम्रो यो फाइनल स्केल फ्याक्टर हुन्छ यो फाइनल स्केल फ्याक्टर भनेको के हुन्छ त भन्दाखेरि इज इक्वल्स टु जुन हाम्रो इनिशियल स्केल फ्याक्टर थियो त्यो इन्टु यो है VB by VR को भ्यालु हामीले गरे भने हाम्रो फाइनल स्केल फ्याक्टर यहाँनिर आउँछ यसरी है त। अब यो सबै हाम्रो के हो त फाइनल स्केल फ्याक्टर हो। यो फाइनल स्केल फ्याक्टरलाई हामीले राखेर फेरि के गर्नु पर्यो डिजाइन गर्नु पर्यो है त। अब हामीले नम्बर अफ मोड्स पनि हामीले के गर्यौं बढायौं हैन। हाम्रो मास पार्टिसिपेसनलाई चाहिँ 90% पुर्याउनको लागि हामीले नम्बर अफ मोड्स पनि बढायौं अनि हामीले के गर्यौं त भन्दाखेरि यो जुन हाम्रो VB by VR को जुन भ्यालु थियो त्यसले हामीले इनिशियल स्केल फ्याक्टरलाई मल्टिप्लाई गरेर हामीले के गर्यौं त फाइनल स्केल फ्याक्टर निकाल्यौं है। अब त्यसको लागि हामी जाउँ यहाँनिर अब यो भइहाल्यो हैन। अब हामी यहाँ जाउँ डिफाइन है लोड केसेसमा जाउँ हामी। अब यो मोडलमा गएर हामीले यो त हामीले पढाइसक्यौं हैन। यसलाई हामीले 15 बनाउनु पर्यो है यो 15 भयो। त्यस्तै गरी अब यहाँनिर जुन हाम्रो RSXULS को भ्यालु छ RSXULS को भ्यालु अब हामीले कति राख्नु पर्यो त यहाँनिर यो यहाँनिर जुन हाम्रो एक्सेल सिटमा आयो है RSXULS को भ्यालु भनेको यो भयो। यो कन्ट्रोल C यसलाई कपी गर्दै राख्दै जाउँ है यो भयो ओके। त्यस्तै गरी RSYULS को भ्यालु फेरि RSYULS को भ्यालु यहाँनिर छ है। त्यस्तै गरी RSX को अनि RSY यति गरिसकेपछि अब हामी फेरि के गरौँ यसलाई फेरि हामी एनालाइज गर्छौँ है। ल अब यहाँनिर हामी हेरौँ है फेरि डिस्प्लेमा जाउँ सो टेबल्स अनि फेरि त्यही भ्यालुजहरुलाई हामीले चेक गरौँ है त ओके। अब यहाँनिर हामीले बेस रिएक्सनमा हामीले हेर्यौं भने यहाँ आउटपुटमा गएर यहाँनिर यसलाई फेरि हामी सेम यो हाम्रो सर्च सजिलो होस् भन्नको लागि हैन हामीलाई हेर्न सजिलो हुन्छ यसलाई फिल्टर गरेर हेरौँ है। ल अब यहाँनिर हामीले हेर्यौं भने EQXULS को भ्यालु र EQYULS को भ्यालु 3550 यो नै छ है। हाम्रो RSXULS र RSYULS को भ्यालु चाहिँ लगभग यति नै आउनु पर्छ है त। RSXULS मा हाम्रो भ्यालु 3550.97 छ यहाँनिर है अनि RSYULS मा पनि हाम्रो भ्यालु चाहिँ लगभग सिमिलर नै छ भनेपछि हाम्रो बेस इयरहरु हाम्रो दुईटैलाई हामीले बराबर बनायौ है। त्यस्तै गरेर EQXSLS मा 2726 छ EQYSLS मा 2726 छ हैन। यहाँ हाम्रो RSXSLS मा पनि सेम छ यहाँ पनि सेम नै छ भनेपछि हाम्रो के भयो यो बेस इयरको भ्यालु चाहिँ हाम्रो मिलेर आयो है। अब यहाँनिर हामीले हेरौँ मोडल पार्टिसिपेटिङ मास रेशियोजमा हामीले हेरौँ यहाँनिर 15 हामीले नम्बर अफ मोड्स हामीले पढाउँदा बित्तिकै हाम्रो के भयो त यहाँनिर हाम्रो 90% मास चाहिँ पार्टिसिपेट भयो 15 मोडमा गएर भयो है। अब यहाँनिर पहिलो मोडमा हाम्रो के छ ट्रान्सलेसन छ दोस्रो मोडमा पनि हाम्रो यहाँ ट्रान्सलेसन छ तेस्रो मोडमा गएर यहाँनिर हाम्रो ट्रान्सलेसन देखिएन भनेपछि यो यहाँनिर हामीले RZ मा हामीले हेर्यो भने यहाँ के छ त भन्दाखेरि रोटेसन छ है। RZ मा यहाँ रोटेसन चाहिँ हाम्रो देखिरहेको छ है त। त्यस्तै गरी हाम्रो चाहिँ मास पार्टिसिपेट कहाँनिर भयो त भन्दाखेरि 90% 15 मोडमा भयो। अब यो 15 मोडमा हाम्रो चाहिँ फ्रिक्वेन्सी कति छ त्यो पनि हेरौँ है त। मोडल पार्टिसिपेट यो मोडल पिरियड्स एन्ड फ्रिक्वेन्सीजमा गएर हामीले हेर्यो भने यहाँ 15 मोडमा हामीले हेरौँ त यहाँनिर जम्मा 28.341 छ भनेपछि हाम्रो 33 हर्ज भन्दा यो चाहिँ कमै छ है। यसरी हाम्रो चाहिँ फ्रिक्वेन्सीमा पनि हाम्रो ठिक छ है 33 हर्ज भन्दा हाम्रो थोरै आएको छ फ्रिक्वेन्सी है त। ल अब यो मात्रै हामीले चेक गरेर भएन हैन हामीले चाहिँ के छ त मोडल पार्टिसिपेटिङ मास रेशियोजमा यो पनि ठिक छ फ्रिक्वेन्सी पनि ठिक छ हैन बेस इयरहरु पनि हाम्रो मिल्यो। अब यहाँनिर हामीले के चेक गरौँ भने हाम्रो बिल्डिङमा टोर्सन छ कि छैन त्यो पनि हामीले चेक गरौँ है त। त्यो बिल्डिङमा टोर्सनहरु चेक गर्नको लागि फर्स्टमा त हामी जाउँ टपमा हामी जाउँ है। टपमा हामी गएर यो ल हाम्रो 17.5 यो टप हो हैन यसमा जाउँ हामी है। यसमा गएर हामी के गरौँ भन्दाखेरि यहाँ सो डिफर्म शेपमा हामी जाउँ है। सो डिफर्म शेपमा यहाँनिर हामीले के गर्नु पर्यो त हामीले रेस्पोन्स स्पेक्ट्रममा हामीले हेरेको थियो यसमा हेरौँ है ULS मा हेरौँ अथवा रेस्पोन्स स्पेक्ट्रमको SLS मै हामीले हेरौँ है त। जेनरली डिफर्मेसनहरु चेक चाहिँ हामीले सर्भिसिबिलिटीमा गर्छौँ त्यही भएर हामीले SLS मै गरौँ है त। अब यसमा हामीले हेरौँ एप्लाई है। अब यहाँनिर हामीले हेरौँ यो जुन हाम्रो
एक्स डिरेक्सनमा है यहाँनिर हाम्रो कति आएको छ त भन्दाखेरि युएक्समा एक्स डिरेक्सनमा हामीले हेर्दाखेरि कहाँ हेर्नु पर्यो युएक्समा हेर्नु पर्यो वाइ डिरेक्सनमा हेर्दाखेरि युवाईमा हेर्नु पर्यो है युएक्सको भ्यालु भनेको 47.075 छ है यसलाई म क्याल्कुलेटरमा टिपिराख्छु है त 47.075 अब यो म्याक्सिमम हो कि होइन त्यो पनि हेरौँ है यो चाहिँ हाम्रो यदि अब यहाँनिर हामीले हेऱ्यो भने यहाँनिर कति छ त 47.075 छ है त्यस्तै गरी यहाँनिर हाम्रो कति छ 42.347 छ यहाँनिर हाम्रो कति छ 42.347 छ भनेपछि यो डिरेक्सनमा है यो डिरेक्सनमा जुन हाम्रो यो डिरेक्सनमा हाम्रो के छ त यहाँनिर 47 छ यहाँनिर हाम्रो कति छ 42 छ भनेपछि हाम्रो के हो यो 42.347 यसलाई डिभाइड बाइ 42.347 हामीले गर्यो भने यो भ्यालु जुन हाम्रो आयो नि यो भ्यालु भनेको हाम्रो कति हुनुपर्छ त 1.5 भन्दा सानो हुनुपर्छ टोर्सनको लागि है यो टप फ्लोरमा हामी ठिक छौँ है त अब त्यसै गरी हामी चाहिँ योभन्दा तलको फ्लोरमा गएर हामी डेल्टा म्याक्स बाइ डेल्टा मिनिमम हो है यो डेल्टा म्याक्स भनेको हाम्रो त्यो भयो डेल्टा मिनिमम भनेको दुईटा एन्ड फार एन्डको हामीले चेक गर्नुपर्छ है त ल यहाँनिर हाम्रो कति छ 38.349 है यहाँनिर 34 छ है त 34 यहाँ 38.349 यहाँ हाम्रो कति छ 34 छ भनेपछि 38 डिभाइड बाइ 34 हामीले जेनरली गऱ्यो भने 38 डिभाइड बाइ 34 हामीले गऱ्यो यो पनि 1.11 मै छ यो पनि रेन्जभित्रै छ है त्यस्तै गरी चाहिँ अर्को हामीले हेरौँ यसमा हामीले हेऱ्यो भने यो कति छ 25.768 है 25.768 है अनि यहाँनिर हामीले यो भयो है यहाँ 22 यहाँ कति 22.969 डिभाइड बाइ 22.969 यो गर्दाखेरि पनि यो हाम्रो 1.12 नै छ है अनि अब यो स्टोरीमा हामीले अझै अर्को स्टोरीमा पनि हामीले हेरौँ यहाँनिर 10.47 यहाँ चाहिँ 9.39 भनेपछि यसलाई पनि हामीले डिभाइड गऱ्यो भने 1.5 भन्दा यो कमै आउँछ है भनेपछि आरएक्स डिरेक्सनमा हाम्रो टोर्सन चाहिँ छैन त्यस्तै गरी अब हामीले आरवाई डिरेक्सनमा पनि हामीले हेऱ्यौँ भने आरएसवाई एसएलएसमा हामीले हेऱ्यौँ भने एप्लाई है अब हामी टप फ्लोरबाटै जाउँ है त ल यसमा हामीले हेऱ्यौँ भने यहाँनिर हाम्रो युवाईको भ्यालु हामीले हेर्नुपर्ने हुन्छ है युवाईको भ्यालु भनेको हाम्रो कति छ 37.219 है यसमा 37.219 नै छ अब यहाँनिर हामीले हेऱ्यौँ 38.492 छ है अनि यहाँ पनि कति छ 38.492 छ 38 डिभाइड बाइ 37 भनेको 1.5 भन्दा सानै आउँछ यो पनि हामीले चेक गरिराख्नु परेन है यहाँ पनि ठिक छ त्यसै गरी यो डिरेक्सनमा हामीले हेऱ्यौँ भने यहाँ कति छ 32.896 34 है यहाँ 34 यहाँ 32 भनेपछि 34 डिभाइड बाइ 32 हामीले गऱ्यो भने त्यो पनि 1.5 भन्दा सानै हुन्छ भनेपछि लगभग सबै फ्लोरहरुमा हाम्रो चाहिँ यो प्रत्येक फ्लोरहरुमा हामीले चेक गर्नुपर्ने हुन्छ है टोर्सन चाहिँ अब यो फ्लोरहरुमा ठीक छ अब यहाँ पनि हामीले हेरौँ यहाँनिर 22.76 है यहाँनिर 24 है यहाँनिर 24 भनेपछि 24 डिभाइड बाइ 22 भनेको पनि हाम्रो 1.5 को रेन्ज भन्दा सानै हुन्छ है भनेपछि इच एन्ड एभ्री फ्लोरमा हाम्रो के छ त भन्दाखेरि यो बिल्डिङ टोर्सनमा गएको छैन भन्ने कुरा हामीले यहाँबाट हामीले बुझ्न सकिन्छ है टोर्सनको चेक पनि हाम्रो है त त्यस्तै गरी अब हामी चेक गरौँ के त भन्दाखेरि डिस्प्लेसमेन्ट र ड्रिफ्ट है त्यसको लागि हामी जाउँ सो टेबल्समा जाउँ है सो टेबल्समा गएर यहाँनिर जुन जोइन्ट आउटपुट छ नि यो जोइन्ट आउटपुटमा हामीले के गर्नु पर्यो एउटा जोइन्ट डिस्प्लेसमेन्टमा हामीले सेलेक्ट गर्नु पर्यो अर्को चाहिँ स्टोरी ड्रिफ्ट हामीले हेर्नु पर्यो है यो जोइन्ट डिस्प्लेसमेन्ट र स्टोरी ड्रिफ्ट हामीले चाहिँ हेरौँ यसलाई ओके है त अब यहाँनिरबाट हामीले के गर्नु पर्यो त भन्दाखेरि हाम्रो आउटपुट केस हामीले हेर्ने भनेको यो डिस्प्लेसमेन्ट र ड्रिफ्ट हेर्ने भनेको हामीले केमा आउँछ भन्दाखेरि इक्यू एक्स अथवा इक्यू एक्स र इक्यू वाईमा है त्यसको पनि हामीले सर्भिसिबिलिटीमा हामीले हेर्छौँ अब इक्यू एक्स एसएलएस र अनि इक्यू वाई एसएलएसलाई एप्लाई मल्टिपल फिल्टर गरौँ है त अब यो गरिसके पछाडि यहाँनिर अब हामीले हेरौँ इक्यू एक्सको लागि हेर्नु पर्यो इक्यू एक्सको लागि हेर्नु पर्यो भने युएक्स हेर्नु पर्यो इक्यू वाईको लागि हेर्नु पर्यो भने युवाई हेर्नु पर्यो है त अहिले इक्यू एक्समा हामीले यसलाई चाहिँ के गरौँ सर्ट डिसेन्डिङ गरेर हेरौँ है इक्यू एक्स एसएलएसमा हाम्रो कति आएको छ 49.747 आएको छ नि है 49.747 आएको छ अब यो हाम्रो पर्मिसिबल भनेको कति हो त भन्दाखेरि पर्मिसिबल डिस्प्लेसमेन्ट भनेको हाम्रो कति हो त 0.006 इन्टु हाइट हो नि त 0.006 इन्टु 17.5 इन्टु 1000 है यति गऱ्यो भने हाम्रो कति आयो त 105 mm हाम्रो के हो त पर्मिसिबल डिस्प्लेसमेन्ट हो तर यहाँनिर हाम्रो कति आएको छ 49.747 आएको छ भनेपछि हाम्रो यो एक्स डिरेक्सनमा हाम्रो सेफ छ है डिस्प्लेसमेन्टमा त्यस्तै गरी वाई डिरेक्सनमा पनि हामीले के गरौँ सर्ट डिसेन्डिङ गरौँ यहाँ पनि हाम्रो कति आएको छ 41.6818 आएको छ यो पनि हाम्रो के छ त 105 भन्दा कमै छ यो पनि हाम्रो डिस्प्लेसमेन्टमा हामी सेफ छौँ है
त्यस्तै गरी हामीले स्टोरी ड्रिफ्टमा गएर हेर्यौँ भने यो पनि हाम्रो के गर्नु पर्यो त यहाँ पनि सेम आउटपुट केस हामीले EQX SLS र EQY SLS राख्छौँ होइन। अनि यसमा हामी के चेक गर्छौँ त भन्दाखेरि हेर्छौँ है। अब यहाँ पनि ड्रिफ्ट हामीले हेरौँ, ड्रिफ्टको सर्ट डिसेन्डिङ गरौँ। म्याक्सिमम भनेको हाम्रो कति आएको छ त 0.00458 आएको छ। यो भ्यालु भनेको हाम्रो कति हुन्छ त भन्दाखेरि 0.006 भनेको हाम्रो पर्मिसिबल हो। भनेपछि यो पर्मिसिबल भन्दा सानो छ भनेपछि हामी के गरौँ, हामीले यहाँबाट के बुझ्न सकिन्छ त भन्दाखेरि हामी ड्रिफ्टमा पनि हाम्रो सेफ छ बिल्डिङ भन्ने कुरा हामीले बुझ्न सकिन्छ है। अब हामीले हेरौँ यहाँनिर स्टोरी स्टिफनेस हामीले हेरौँ है। स्टिफनेस हाम्रो बिल्डिङ स्टिफ छ कि छैन त्यो पनि हामीले हेरौँ है, डिस्प्ले है। अब हामी यहाँ सोर टेबलमा हामी जान्छौँ अनि त्यसपछि गएर हामीले यहाँनिर हाम्रो स्टिफनेस हामीले हेर्छौँ है। स्ट्रक्चर आउटपुटमा हामी जाउँ अनि अदर आउटपुटमा जाउँ है। अनि यहाँनिर स्टोरी स्टिफनेस हामीले हेरौँ है त। हाम्रो सफ्ट स्टोरी छ कि छैन त्यो पनि हामीले हेरौँ है। स्टोरी स्टिफनेस हामीले हेरौँ, ओके है। अब यहाँनिर यो पनि हामीले के गरौँ त भन्दाखेरि यो त जेनरली एसएलएसमै हेरौँ है। जस्तो यहाँनिर हामीले हेऱ्यौँ भने यसलाई चाहिँ हामी सर्ट गरौँ है त। EQX SLS र EQY SLS मा हामीले सर्ट गरौँ है। ल अब यहाँनिर हामीले हेरौँ है, जुन हाम्रो स्टिफ एक्स भन्ने छ है, EQY स्टिफ एक्स होइन। एक्स डिरेक्सनको स्टिफनेस यहाँनिर यसले देखाएको है। एक्स डिरेक्सन वाई डिरेक्सनको स्टिफनेस हाम्रो कहाँ छ त EQX मा हामीले हेऱ्यो भने एक्स डिरेक्सनको स्टिफनेस हुन्छ, EQY मा हेऱ्यो भने हाम्रो वाई डिरेक्सनको स्टिफनेस हुन्छ है। जस्तै यहाँनिर हाम्रो EQX को हामीले हेऱ्यो भने यहाँनिर 46,900 छ। यहाँ गएर हाम्रो बढिरहेको छ नि होइन। यसरी हाम्रो के छ त स्टोरी वाइज हाम्रो बढ्दै गएको छ भने हाम्रो के छ त यो स्टिफनेसमा हाम्रो सफ्ट स्टोरी छैन भन्ने कुरा हामीले बुझ्नु पर्यो। जस्तै यहाँनिर 1 नम्बर स्टेप बाई स्टेपमा यहाँनिर 1 मा हामीले हेऱ्यो भने हाम्रो यहाँबाट यहाँसम्म हाम्रो के छ त बढिरहेको छ है। त्यस्तै गरी यहाँबाट हामीले हेऱ्यो भने यहाँबाट यहाँसम्म पनि हाम्रो बढी नै रहेको छ है। त्यस्तै गरी यहाँबाट यहाँसम्म पनि हाम्रो के छ त यहाँनिर बढी नै रहेको छ एक्समा। त्यस्तै गरी वाई डिरेक्सनमा हामीले हेऱ्यो भने पनि यहाँदेखि यहाँसम्म हाम्रो बढिरहेको छ, यहाँदेखि यहाँसम्म पनि हाम्रो बढी नै रहेको छ है। यहाँदेखि यहाँसम्म पनि हाम्रो के छ त यो चाहिँ स्टिफनेस बढिरहेको छ। भनेपछि यो बिल्डिङ चाहिँ सफ्ट स्टोरी छैन भन्ने कुरा हाम्रो यहाँबाट के हुन्छ त हामीले बुझ्न सकिन्छ है। त्यसै गरी यो चाहिँ हाम्रो स्टिफनेसमा पनि हामीले चेक गऱ्यौँ होइन। अनि त्यसपछि गएर हामीले चाहिँ यो सफ्ट स्टोरी छ कि छैन भनेर स्टिफनेसबाट हामीले थाहा पायौँ। टोर्सन पनि हामीले चेक गऱ्यौँ, डिस्प्लेसमेन्ट र ड्रिफ्ट पनि हामीले चेक गऱ्यौँ होइन। सबै रेस्पेक्टमा लगभग यो बिल्डिङ चाहिँ सेफ छ है त। अब एउटा हामीले इसेन्सिटी हामीले चाहिँ चेक गर्नुपर्ने हुन्छ है त। इसेन्सिटीमा यो फेल छ कि छैन त्यो पनि हामीले एकचोटि हेरौँ है। त्यसको लागि म चाहिँ एउटा एक्सेल सिट खोल्छु अनि त्यो एक्सेल सिटबाट हामी हेरौँ है त। ल अब यो एक्सेल सिट हो होइन। यो एक्सेल सिटमा हामी के गरौँ भने सेन्टर अफ मास र रिजिडिटी यस्तो हेरौँ है त। डिस्प्ले सो टेबल्स है। यहाँनिर स्ट्रक्चरमा गएर सेन्टर अफ मास एन्ड रिजिडिटी हामीले हेरौँ है। सेन्टर अफ मास एन्ड रिजिडिटी हामीले चाहिँ हेरौँ है। यो सबै भ्यालुहरूलाई म के गर्छु कपी गर्छु है। अनि यो एक्सेल सिटमा म चाहिँ गएर यसलाई पेस्ट गरिदिन्छु है त। यो भ्यालुजहरू चाहिँ यहाँ जे भ्यालुजहरू छ त्यो सबै भ्यालुजहरूलाई मैले तलसम्म राखेँ है। अहिले यहाँनिर यो नट ओके देखाएको, यो चाहिँ मैले यो बिल्डिङको लेन्थ विड्थ मैले हालेको छैन होइन। त्यो भएर नट ओके देखाइरहेको छु। यो चाहिँ हामीले हेरौँ है यहाँनिर हाम्रो। ल अब यहाँ हामीले हेरौँ है त। यो सबै भ्यालुजहरू हाम्रो केबाट आयो त भन्दाखेरि इट्याप्सबाट आयो। अब यो इसेन्सिटी भनेको चाहिँ हाम्रो अलरेडी फर्मुलामा राखेको थियो भने अब dx dy। अब यो जुन हाम्रो dx र dy छ यो एक्स डिरेक्सनको र वाई डिरेक्सनको जुन हाम्रो लेन्थ छ त्यो चाहिँ हामीले यहाँ राख्नुपर्ने हुन्छ है। अब हाम्रो एक्स डिरेक्सनको लेन्थ हामीले हेऱ्यो भने यहाँनिर एड गरौँ 6.53 × 3 प्लस यो भ्यालुजहरू 2.215 प्लस 0.2 प्लस 2.215 24.22 छ है। यो भनेको हाम्रो 6.53 × 3 है। 1 2 3 6.53 × 3 अनि यो बिचको भ्यालुलाई मैले एड गरेँ भने एक्स डिरेक्सन आयो है। एक्स डिरेक्सनमा हाम्रो कति आयो 24.22 आयो। यसलाई म यहाँनिर के राख्छु एक्स डिरेक्सनमा 24.22 राख्छु है त। अब यो सबै भ्यालुजहरू के हो त सेम नै हो। इज इक्वल्स टु म यही भ्यालु राखिदिन्छु है।
यहाँनिर हाम्रो एक्स डिरेक्सनमा हाम्रो के छ त यो 10% भन्दा कम आएको छ भनेपछि हाम्रो इसेन्सिटी बिल्डिङमा छैन भन्ने कुरा यहाँबाट थाहा भयो। अब वाइ डिरेक्सनमा पनि हामीले हेरौँ, वाइ डिरेक्सनको भनेको हाम्रो कति हो 5.43 र 5.43 यसलाई एड गर्दै जाउँ 5.43 प्लस 2.43 प्लस 0.39 प्लस 2.7 प्लस 2.34 हैन प्लस 2.34 कति आयो 13.29 हैन 13.29 यसलाई यहाँ लेखाउँ 13.29 अनि यो भ्यालुहरु सबै सेम नै हो। यो भ्यालु चाहिँ हाम्रो वाइ डिरेक्सनमा है हाम्रो फेल भएको छ भने चाहिँ अब हामीले के गर्नु पर्छ मेम्बर साइजहरु हामीले बढाएर यसलाई चाहिँ इसेन्सिटीमा पास गराउनु पर्यो है। ल हाम्रो चेक्सहरु यही नै हो। त यसरी हामी चाहिँ के गर्यौं भन्दा हामीले बिल्डिङको डिजाइन गर्यौं है। अब यो बिल्डिङको डिजाइन भइसकेपछि अब हामी के गरौँ त भन्दाखेरि यसलाई हामी डिजाइन गरौँ है। अब यसलाई हामी के गर्नु पर्यो भ्यू रिभाइज प्रिफरेन्समा गएर यो सेलेक्ट गर्नु पर्यो हैन। अनि यो चाहिँ सबै कुराहरु हामीले डेसी रेशियोहरु सबै अन गरेर यसलाई ओके गरौँ है। अनि यहाँ गएर सेलेक्ट डिजाइन कम्बिनेसन्समा जाउँ। हाम्रो डिजाइन कम्बिनेसनहरु के हो त अहिलेको लागि यो सबै हो है। डिजाइन कम्बिनेसनहरु हामीले यहाँ राखौँ ओके। अनि त्यसपछि गएर यसलाई स्टार्ट डिजाइन गरौँ है। ल अब यसमा हामी हेरौँ भेरिफाई अल फर्स्ट यहाँनिर हाम्रो 10 वटा कङ्क्रिट मेम्बरहरु फेल भएको छ है। अब 10 वटा कङ्क्रिट मेम्बरहरु मध्ये हाम्रो के छ त हामीले यहाँनिर देखिरहेको छौं यो मेम्बरहरु हाम्रो फेल भएको यहाँ रेड कलर भएको मेम्बरहरु हाम्रो फेल भएको हामीले देखिरहेको छौं है। अब हाम्रो यो फ्लोरमा छैन हाम्रो 10.5 मा छ हैन। अनि यो भन्दा तल पनि हाम्रो 7 मिटरमा पनि छ अनि हाम्रो 3.5 मिटरमा हाम्रो यहाँनिर देखिएन है। अरु मेम्बर्सहरु चाहिँ हाम्रो कहाँनिर फेल भएको छ त्यो है त। अब यो ठीक छ 1 2 3 4 5 6 7 8 अनि अरु दुईटा मेम्बरहरु अब कतै फेल भएको छ त्यो अब हेर्नु पर्ने हुन्छ। अब यो हाम्रो जति पनि मेम्बरहरु फेल भएको छ त्यो केमा फेल भएको छ त त्यो पनि हामीले हेर्नु है त। अब मेम्बर जस्तो मेम्बर फेल भएको यदि त्यो चाहिँ ओएस लेखिरहेको छ भने हामीले मेम्बरको साइज बढाउनु पर्ने हुन्छ हैन। यदि हाम्रो मेम्बर ओएस छैन र त्यसमा हाम्रो भी मा फेल भएको छ भने हामीले त्यसलाई शेयर डिजाइन मात्रै गर्दा हुन्छ है। यसलाई हामी जाउँ डिस्प्ले डिजाइन इन्फोमा जाउँ अनि यहाँनिर है आइडेन्टिफाई अल फेलियर्समा हामीले क्लिक गरौँ अप्लाई ओके है। अब यो आइडेन्टिफाई अल फेलियर्समा हामीले क्लिक गरिसकेपछि यसको फर्स्टमा त हामी कलम नभएर हामीले चाहिँ बीमहरु नै चेक गरौँ है। अब 10 वटा कङ्क्रिट मेम्बरहरु फेल भएको भनेर बताइरहेको थियो हामीलाई हैन। के फेल भयो त त्यो हामी हेरौँ। यहाँनिर यो भी है 1 2 3 4 5 6 वटा मेम्बरहरु शेयरमा फेल भएको यहाँनिर देखाएको छ है। त्यसैगरी यहाँ पनि हाम्रो के देखाएको छ त 4 वटा मेम्बर भन्छ टोटलमा हाम्रो 10 वटा मेम्बर चाहिँ शेयरमा फेल भएको भनेर देखाएको थियो। अब शेयर इन्फोर्समेन्टहरु हाम्रो पुगेन हैन। त्यो भएर हामीले यसलाई सेपरेटली शेयर इन्फोर्समेन्टको लागि हामीले डिजाइन गर्दा हुन्छ है। यसलाई चाहिँ हामीले अरु जुन हाम्रो मेन इन्फोर्समेन्ट हुन्छ त्यो इन्फोर्समेन्ट हामीले बढाउनु पर्दैन है। मेम्बरको साइज पनि लगभग पुगेकै छ है। अब यसमा हामीले जस्ट के गर्न सकिन्छ भने यसमा शेयर इन्फोर्समेन्टको लागि हामीले शेयर इन्फोर्समेन्ट हामीले डिजाइन गर्न सकिन्छ जुन चाहिँ मैले अलरेडी जुन हाम्रो स्ट्याटिक एनालाइसिसको जुन हाम्रो डिट्याब्स कोर्समा थियो त्यसमा मैले शेयर इन्फोर्समेन्ट कसरी डिजाइन गर्ने त्यो मैले सिकाइसकेको छु। त्यो चाहिँ माथि आई बटनमा पनि छ है। त्यो भिडियोहरु हेर्नु पर्यो भने माथि आई बटनमा राखिदिएको छ है त। ल यो हाम्रो शेयरमा फेल भएको छ यसलाई हामीले शेयर डिजाइन मात्रै गर्दा हुन्छ है। अब हाम्रो ओहरु कसरी हेर्ने हैन जस्तो यहाँनिर अब हामीले गएर हेर्यो भने डिजाइन डिस्प्ले डिजाइन इन्फोमा गएर यहाँनिर हामीले हेर्यो भने यहाँनिर हामीलाई यसको रिइन्फोर्समेन्टहरु देखाउँछ है। अब यो रिइन्फोर्समेन्टको आधारमा हामीले के गर्ने हो त यो बीमहरु अथवा यो कलमहरुमा हामीले यो रिइन्फोर्समेन्ट चाहिँ पुग्ने किसिमले हामीले के गर्नुपर्छ राख्नु पर्ने हुन्छ। यो यहाँनिर सबै रिइन्फोर्समेन्टहरु यहाँनिर देखाइरहेको छ है। यो सबै कुराहरु भयो है त। त्यस्तै गरी अब यो चाहिँ हाम्रो के भयो त भन्दाखेरि एउटा बिल्डिङ भयो हैन। यहाँनिर हाम्रो के छ त तलपट्टि हाम्रो शेयर वालहरु पनि छ। यो शेयर वालहरु डिजाइन गर्नको लागि हामी के गर्नु पर्यो फर्स्टमा यसलाई चाहिँ असाइन गरौँ है त। यसलाई सिलेक्ट गरौँ पहिला सबै हाम्रो ओभरलाई हाम्रो बेसमेन्टको जुन वालहरु छ त्यसलाई सिलेक्ट गरौँ अनि तिनीहरुलाई एउटा पियर लेभल असाइन गरौँ है। त्यसको लागि म जान्छु सेलेक्ट लेभल्स है। यहाँनिर चाहिँ वाल प्रोपर्टिज वाल सेक्सन्स है। अब यहाँ वाल 200 भनेर छ है। यो वाल 200 सेलेक्ट है। मेरो सबै वालहरु के भयो सेलेक्ट भयो है त। क्लोज
सबै वालहरू सेलेक्ट गरेँ अनि म असाइन है। अब यहाँनिर चाहिँ सेल, अब यसलाई चाहिँ के गर्नुपर्छ भन्दाखेरि पहिला है त सेलेक्ट भयो। अब हामी जाउँ असाइन सेल है। यहाँनिर चाहिँ पियर लेभल छ है, यसलाई म P1 भनेर राखिदिन्छु। अब यो सबै जति पनि हाम्रो सेलहरू छ त्यसलाई हामीले P1 P2 P3 P4 भनेर राखे पनि हुन्छ होइन। त्यो सेपरेटली सबै पियरहरूलाई हामीले P1 को रेइन्फोर्समेन्ट, P2 को रेइन्फोर्समेन्ट, P3 को रेइन्फोर्समेन्ट सेपरेटली हामीले डिजाइन गर्दा पनि भयो। नभए यसलाई एज अ होल कमन एउटा नेम राख्दै यसलाई डिजाइन गरे पनि भयो। एप्लाई ओके, यो सबैको पियर लेभल भइहाल्यो होइन। अब यसलाई फेरि एकचोटि एनालाइज गरौँ। अब हामी जाउँ यहाँनिर जाउँ है। अब यहाँनिर भ्यू रिभाइज प्रिफरेन्सेसमा यो कुराहरू चेक गरौँ है। यहाँनिर हाम्रो IS 456-2000 HYSD यो हुनु पर्यो होइन। अनि यसमा गएर हामीले यहाँ गएर हामीले के गरौँ त, अब पायर चाहिँ हामीले एसाइन गरिदिएको छ होइन। अब यसलाई सेलेक्ट डिजाइन कम्बिनेसनमा जाउँ है। अनि गरौँ है ओके। अनि यसलाई चाहिँ यहाँबाट स्टार्ट डिजाइन गरौँ। यसरी हामीले डिजाइन चेक गरिसकेपछि डिस्प्ले डिजाइनिङको है पायर लङ चेक गर्नु है। यहाँनिर हाम्रो के देखाउँछ त यसरी पियरको रेइन्फोर्समेन्ट हाम्रो यसरी जुन हामीले डिजाइन गरेको। अब यसैलाई हामीले के गर्नु पर्छ, यसमा होरिजोन्टल अनि भर्टिकल बार्सहरू हामीले गरिराख्ने होइन। त्यो चाहिँ हामीले निकाल्न सक्नुहुन्छ है। यो नै हाम्रो के हो त भन्दाखेरि रेस्पोन्स स्पेक्ट्रम मेथडबाट हामीले एउटा बिल्डिङ कसरी डिजाइन गरेर गर्नुपर्ने भनेर हामी चाहिँ गऱ्यौँ है। मेरो यस्तै खालको अरू भिडियोजहरूको लागि चाहिँ मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरिराख्नु होला है। अनि मेरो भिडियोजहरू मनपर्छ भने कमेन्ट पनि गर्नु होला है त, अनि सेयर पनि गर्न नबिर्सनु होला। थ्याङ्क यू।